पनिर त सबैको घरमा पाक्ने गर्छ, तर के यसरी पकौडा गराएर खानुभएको छैन भने चाहिँ एकचोटि अवश्य ट्राई गर्नु होला, एकदमै मिठो छ। त्यसको लागि चाहिँ थोरै बेसन, धनियाँ र नुन लिने, यसलाई चाहिँ घोलेर मिक्स गरेर घोलेर एकछिन रेस्ट गर्न राखिदिने। त्यसपछि आफूलाई मनपर्ने साइज अनुसार पनिरलाई काट्ने, त्यसको बिचमा चाहिँ बिरे नुन अनि त्यसपछि थोरै मसलाको धुलो राखिदिने। त्यसपछि त्यसलाई अघि बनाएको बेटरमा डुबाएर यसरी तेलमा चाहिँ तारिदिने। यसरी बनाएको हुन्छ नि, हजुरले खाँदाखेरि क्रन्ची पनि हुन्छ, टेस्टी पनि एकदमै। अनि कोही पनिर नखाने केटाकेटी छन् भने त मजाले नै खाइहाल्छन्। एकचोटि बनाएर हेर्नुभयो भने हजुरलाई अवश्य मनपर्नेछ, ट्राई गर्नु होला है त। हस्, बाई।